सुध्रिनुपर्ने नेताहरू मात्र होइन, यो पत्रकारहरू पनि सुध्रिनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। किनभने हाम्रो नेपालको पत्रकार भनेको स्वतन्त्र हुनुपर्छ जस्तो लाग्छ मलाई। तर स्वतन्त्र होइन कि यहाँ त सबै तपाईँको चाहिँ पार्टी र झोलेहरूको पैसा मात्रै लागिरहेछ कि यो हाम्रो नेपालका पत्रकारहरू। अनि यो हाम्रो अहिले भर्खर जन्मेका जुन यो छन् यो अहिले सानसानो युट्युबरहरू पनि, अरे साथी हो, नेताको घरमा गएर नेतासँग चाहिँ वाचन लिने होइन कि। तँ जाऊ न, जो अहिले 51जना जुन शहीद भएका छन् तिनका बुवा आमाको त्यहाँ गएर सोध के, तिनका आँसुसँग हेर, तिनका आँसुले सोध। भ्युज बढाउनको लागि नेताको घर होइन, जनताको घरमा जाऊ। जो वीर शहीद भएका छन् तिनका आमा बुवालाई गएर एउटा सान्त्वना दिन जाऊ। हामी पनि चिनौँ न नेपालका वीर शहीदका आमा बुवाको हालत कस्तो छ भनेर। फेरि गइरहेछ फेरि त्यही नेता घरमा। पत्रकार हो कि झोले हो यार।